उठायो दाजु नमस्ते भन्यो भने भनेर भनिकन बिहान चट्ट म उठेँ। बिहानबाट सुरु गर्नुहुन्छ क्या। उठेको करिस्मा एक्सर्साइज गरेर रहेछ। त्यहाँबाट त्यो थियो नि हामीले क्लब बनाउँदाखेरि त्यो मान्छे त्यो फुट्दा आयो मलाई उहाँबाट सुरु गरेपछि अब त्यो सबै सुन्नुपर्छ। 10 बजीसम्मको सुन्न सकिन्छ, त्यो 11, 12, 1, 2 को गाह्रो हुन्छ। करिब करिब मेरो पनि त्यस्तै हुन्छ। आदरणीय दिदी, मैले जिन्दगीमा धेरै कुरा सुनेको थिएँ, आँसु कवि पनि देखाएको थिएँ, आँसु भाषण चाहिँ पहिलोचोटि सुने। 7 चोटि मेरो आँसु आयो भन्नु एउटा भाषण। अब अरू त गर्न पाइन्छ, ठिकै छ। यो दिनेश बाबु, यो अध्यक्ष बाबु घर परिवार पनि नहेरिकन भनिदिनु भयो। अब कहाँ हो उता सुन्यो भने त बर्बादै हुन्छ नि। पम्प हाने जस्तो भयो उता, गाह्रै हुने अवस्था भयो। घर परिवारलाई पुरा समय दिएको छ नि दिदी। यहाँ पनि काम दिएको छ, यहाँ अलिक बढी काम गरेको छ। खैर यो रमाइलो कुरा भयो। नयाँ कार्य समितिलाई धेरै धेरै बधाई र शुभकामना। पुरानो साथीहरूलाई पनि गर्नुभएका सबै कामका लागि धन्यवाद छ। काम गर्दाखेरि केही तलमाथि गल्तीहरू पनि हुन्छन्, ती गल्तीहरूलाई समय क्रममा पुर्दै जानुपर्छ र गल्ती महसुस गर्नुपर्छ। गल्ती गर्नेलाई नराम्रो हो, तर गल्ती महसुस गर्ने त्यो ठुलोपन पनि हो। त्यस कारणले त्यो गर्दा राम्रो हुन्छ। चलचित्र विकास बोर्डले गरेका कामहरू यहाँलाई भेट्दैछ। चलचित्र विकास बोर्डले नवनिर्वाचित चलचित्र कलाकार सङ्घको अध्यक्ष लगायत पुरा टिमसँग मिलेर काम गर्नका लागि जहिले पनि उत्सुक छ। नयाँ प्रकारका कामहरू गरौँ, सृजनशील कामहरू गरौँ। कुनै बेला कलाकार सङ्घको एउटा सानो कोठा मात्रै हुँदाखेरि पनि ती कोठामा चेतन कार्की, प्रकाश थापा, निर शाहहरू आएर कुरा गर्थे। त्यही वातावरण बनोस् अबको कलाकार सङ्घमा। चुनावभरिमा भएका केही तितामिता वैमनस्यताहरूलाई सबैले त्यागौँ। चुनाव उठ्ने जित्नेको लागि हो। जित्दाखेरि सामदाम दण्डभेद पनि अपनाउनै पर्छ। त्यसमा कतिले केही कुराहरू अतिरञ्जित गरेको पनि हुन्छ। मैले पनि गरेको चाहिँ हिजो एउटा फोटो पोस्ट गरिदिएँ अनि त्यसपछि त्यो काम भयो अनि फोटो निकाल्ने मैले भनेपछि त्यो अनेक गर्नुपर्छ होइन। त्यस कारणले एउटा फोटो पोस्ट गरिदिएको थिएँ निर्देशक समाजको त्यो प्यानल नमिलेको कारणले। अनि त्यो फोटो पछि त्यसपछि प्यानल मिल्यो अनि फेरि फोटो निकाल्ने त्यतिले हुन्छ भने सामदाम दण्डभेद अपनाउनु पर्छ। तर काम गर्दाखेरि मेन कुरा के हो भने गल्ती के भयो, को ठाडो बोल्छ, को रिसायो, कसले मलाई सम्मान गरेन मतलब हुँदैन। लास्टमा एन्ड रिजल्टमा कति काम भयो